हेलो अनि वेलकम टु माई भिडियो अनि नमस्कार। आज पनि फेरि म हजुरहरूको सामु त्यस्तै भिडियो लिएर उपस्थित भइसकेको छु। यो चाहिँ मेरो माइती गाउँतिरको माइती घरको फुलहरू हेर्नुहोस् है त। जुन छ नि एउटा चाहिँ प्रेसर हाई हुनेले खाने अरे के यो फुल चाहिँ लिली पिस लिली थुप्रो छ पिस लिली। यो बेम्बो कि बेम्बो भन्छ। यो हेर्नु न हामीले पहिला कति खेलाउँथ्यौँ यो फुलहरू। जङ्गल भइसकेपछि फ्लावरहरू पनि नाटेको छ। यो कति राम्रो भएको छ। कस्की हेबो कस्की के भन्छ यसलाई। मैले पहाडदेखि ल्याएको है, कति राम्रो भएछ। अनि कस्तो खतरा भएको छ यो। है त यहाँ कागती पनि फलेको छ। एकपट्टि फुल्दैछ एकपट्टि फल्दैछ। बढी फुल ठ्याक्कसँगले 3-4 बजेसम्म फुल्छ अनि त्यसपछि मर्छ ओइलाउँछ। निकै ठुलो पो छ। हाम्रो चाहिँ 3-4 बजेसम्म नै फुलिराख्दो रहेछ। अरू समयमा त मैले 12 बजेसम्म फुलेको देखेको थिएँ अरू ठाउँमा चाहिँ मैले। तर हाम्रोमा चाहिँ 3-4 बजेसम्म नै फुलिराख्छ। मेरो भिडियो हेरिदिनु भएकोमा बाई बाई। फेरि भेटौँला अर्को नयाँ भिडियोमा।